Meet Mr. Alex Maharjan. Pam pam pam. Good morning, Alex Sensei. Yes, I'm Rupesh sir. You know. Meet Mr. Rupesh Silwal. Rupesh sir. Hello. बहुत सारे खेती करना की सिस्टम मेरा बहुत सारे Let's start off with the lat pull down. No, super. विषयमा भिडियो बनाउँदै थियो भने राजाराम राजारामको बाटोको विषयमा भिडियो बनाउँदै थियो राजाराम सो यता र पोज देखाउनको आदि मात्र आएछ यार भलक आज के फाइन सो यता अनि हाम्रो एलेक्सहरूले चाहिँ सुइक्यासी गर्नु भएन त्यसपछि अनि मेरो पालो सुइक्यासी गराए यो रुपेश सर यहाँ बिचमा ठिङ्रिङ उभिएर त्यहीँ बसेर मस्तले गफ मारेर बसिरहेको थियो ठिकै छ तर मजा आइरहेको थियो सो यो रुपेश दाइ चाहिँ हामीलाई हुल्याक्स हान्ने मान्छे हो अनि यता हाम्रो रुपेश दाइले चाहिँ सिक्क्यासे गर्नु भएन चाहिँ फास्ट फरवर्ड गरेको गरेँ अनि त्यसपछि चाहिँ डिस्कस गरेर मैले यसो पोस्दिउँ भनेर क्या ट्राई गरेँ नि ल्याटको होइन मजा आइरहेको थियो दुख्न पनि दुखिरहेको थियो 30 वर्षको एक्सपिरियन्स लाएर कुर्सीहरू मिलाएँ अनि यहाँबाट चाहिँ पुरै चाक मात्र देखिरहेको थियो क्या अनि अलिकति रङ पोजिसन भयो क्या हो भनेर एकछिन गरेँ त्यसपछि यता हाम्रो एलेक्स दाइहरू पनि आएर सिँ गर्नुभयो क्या हैन यो चाहिँ मैले फास्ट फरवर्ड गर्दैछ अनि त्यसपछि टक्क लाएर पोस्ट जानै पर्यो गरेपछि त हैन कि कसो
टक्क लाएर गरे हैन। अनि त्यसपछि अर्को एङ्गलबाट है त यो धेरै चाक देख्यो भनेर साइड एङ्गलबाट गर्न खोजेको। टक्क लाएर क्यामेरा पोजिसन त्यति साह्रो मिलाउन आउँदैन, बल्ल बल्ल सिक्दैछु बिस्तारै, ट्राइङ हार्ड। सो यो चाहिँ ब्याकको ल्याटको एक्सर्साइज हो है। सो यो मैले जिम कति दिनपछि गएको, अनि यो डेडलिफ्ट चाहिँ मैले बल्ल बल्ल हान्न सकेर 50 किलो मलाई यस्तो भारी लागिरहेको थियो। अनि हाम्रो एलेक्स दाइले आउनुभयो क्या, जहाँ भयो यदि गरेर सिक्का हाँसिन दिनुभयो क्या 50 किलो त। अनि हाम्रो एलेक्स दाइ आउनु भएन, 70 किलो राखेर उफ सक्छ अनि 4 दिन टक्क लाएर 70 किलो सेट हानेर त्यहाँ हाम्रो एलेक्स दाइ रेडी भयो टक्क गायब। म त फुल कन्भेन्सनलमै हो। यो त कन्भेन्सनल नै हैन, त्यही सुमो हाने यार, कन्भेन्सनल भएर सुमो हान्दिएर सुमो नै हो नि, हातभित्र जान्छ नि सुमोमा, कन्भेन्सनलमा बाहिर हो नि। त्यो बानी भाँडेर बस्दा कपीराइट न। तिमीसँग स्याङ्गो फ्रेन्ड छ कि छैन फेसबुकमा? स्याङ्गो यो अडियोले गरेर बोरै हुन्छ भने अस्ति यो ब्याकग्राउन्डले मैले कपीराइट खाइरहेको किन कपीराइट चक्र भएर जान्छ। मैले यो 90 केजी हान्दाखेरि मलाई यस्तो गाह्रो भएको थियो, कति पछि हाने यो ब्याक हानेर मलाई यस्तो गाह्रो डेडलिफ्ट हानेर ओहो झन्। यसपछि मैले 110 हानेको थिएँ क्या, 110 को भिडियो नै रेकर्ड गर्न बिर्सेर है। आम्मामा म त ढल्या जस्तो भएको रिङ्गटा लागेर है। यो हाम्रो एलेक्स दाइले हान्नु भएको चाहिँ यो 140 किलो हो अनि 120 किलो 120 किलो याद 120 किलो हो। यो पनि फास्ट फरवर्ड गर्दै। सो मैले यो ब्याकग्राउन्ड नोइजहरू चाहिँ सबै हटाएको, किनभने यो कपिराइट खान्छ क्या। उता जुम्बा भएर हुन्छ नि, जुम्बामा डाङ डाङ के हिन्दी सिन्दी गीत बजाइदिन्छ है, कपिराइट खान्छ। अस्ति नि स्ट्राइक खाइहाल्यो। सो यो चाहिँ हाम्रो एलेक्स दाइको 140 केजी थियो, लास्ट डेडलिफ्ट हान्नुभयो। अनि त्यसपछि हामीले यो अर्को ब्याकको अप्पर ब्याकको वर्कआउट गऱ्यौँ। सो म र हाम्रो रुपेश दाइ चाहिँ अप्पर ब्याकको वर्कआउट गर्दै थियौँ यो चाहिँ। अनि यो पनि अब फास्ट फरवर्डमै हेर्नु होला। त्यसपछि मैले पछि हाम्रो रुपेश दाइले गर्नुहुन्छ, त्यसपछि अर्को पनि हाम्रो अप्पर ब्याककै वर्कआउट थियो, त्यो पनि गर्दै थियौँ आनन्दले चिल्याक्स पारामा होइन। सो यो गर्दा नि मलाई ब्याक चाहिँ खत्रै दुखिरहेको थियो क्या, लाइक जस वाल्डै दुखिरहेको थियो क्या। अनि त्यसपछि हामीले चाहिँ यो मसिनमा मल्टी मेसिनमा होइन यो रोप माथि राखेर पुल गऱ्यौँ। यो पनि अप्पर ब्याककै थियो। रुपेश दाइले फर्स्टमा सुई गर्नुभयो,
त्यसपछि मैले गरेँ हाम्रो एलेक्स सर चाहिँ उता अलिकति बिजी हुनु भएर बाहिर जानुभयो सो उहाँले गर्न पाउनु भएन सो फेल्ट ह्याप्पी जे होस् होइन हुँदैछ प्रोग्रेस बिस्तारै जे होस् वेट पनि बिस्तारै बिस्तारै गेन चाहिँ भइरहेछ त्यही कुरामा खुसी लागिरहेछ अनि टक्क ल्याएर त्यही हो अब गर्दैछौँ सो यो जिममा भने चाहिँ एकैचोटि प्रोग्रेस देख्ने चिज चाहिँ होइन वाइल्ड हार्डकोर मेहनत लाग्छ लास्ट डे कन्सिस्टेन्सी चाहिन्छ अनि यो चाहिँ ट्र्याप्सको वर्कआउट हो है बाइ द वे यसले चाहिँ स्रक्स भन्छ अनि हामीले चाहिँ डम्बेलमा नहानेको न बारबेलमा हानेको सो म यो खासै चाहिँ गर्दिनँ वाइल्ड दुख्छ कि एकदमै दुख्छ यार त्यही पनि आज गऱ्यौँ जस नमिला धेरै नमिलाएर हाम्रो एलेक्स दाइले सिकाउनुहुन्छ यार हि इज द बेस्ट यार मैले चाहिँ यो चाहिँ खासै गर्दैन क्या अनि मिलिरहेको थिएन है अनि एलेक्स दाइले हेरिराख्नु भएको थियो यसरी होइन यसरी गर्ने हो भनेर के गरायो भनेर देखाइरहेको थियो कि यसरी गर्ने हो भनेर चाहिँ देखाउनु भयो हेरेँ गरे मिले जस्तो लाग्यो त्यसपछि फेरि मिलेन भन्नुहुन्छ भाइ के गरे भाइ के गरे त्यही हो अनि पछि जेस गर्न चाहिँ गरेँ चाहिँ नमिल्ने गरी सायद भिडियो छ कि छैन चाहिँ थाहा पाएन तर त्यस पछि गर्दा चाहिँ मिल्ने गरी नै गरेँ दुख्न चाहिँ वाइल्डै दुख्ने रहेछ यार ट्र्याप्सको And so yes, ended with the day 4. So thank you so much for watching. Keep supporting Zenepal. Peace.